दर्शकबिन नमस्ते, तपाईँलाई स्वागत छ हाम्रो नयाँ एपिसोड, नयाँ कार्यक्रम यौनका कुरामा। आज हामी कुरा गर्छौँ एकदम हट टपिकमा, एकदम हट टपिक अहिले चलिरहेको छ फिटनेसको बारेमा। हामीसँग हुनुहुन्छ एकदमै बहुचर्चित, बहुकुख्यात, उटपट्याङ, उच्छृङ्खल फिटनेस गुरु जुन अहिले कन्ट्रोभर्सीमा उहाँ आइरहनु भएको छ। प्लिज उहाँलाई स्वागत गरौँ। उहाँको शुभ नाम रहेको छ, नाम के अरे? मधु खड्का। हजुर ताल्यो त फेमस त 200 भ्यू। ठिक छ, धेरै बुझाउनु पर्दैन, बुझाउनको लागि हामीसँग अरू कुरा पनि छ। ओके, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। थ्याङ्क यू। तपाईँ सुतिरहनु भयो क्या हो? यहाँ हेर्नुहोस् न, यहाँ पेटमा किन हेरे? होइन, पेटमा यो दुब्लो छ क्या मेरो। तपाईँले कमेडी चाहिँ खतमै गर्नु रहेछ। ठिक छ, हाँस्ने कोसिस गरेको थिएँ मैले, हाँसो उठेन। अब ठिक छ, तपाईँले म पहिलो प्रश्न सोध्न चाहन्छु है त। तपाईँ फिटनेस गुरु कसरी? खासमा फिटनेस त तपाईँको खासै त देख्दिनँ त म, खासै त भन्दाखेरि कसरी फिटनेस गुरु तपाईँ? तपाईँले आमिर खानको नाम सुन्नुभएको छ? हजुर, तपाईँको अङ्कलको नाम हो? होइन, तपाईँको ड्याड। ओके, थ्याङ्क यू सो मच। भन्नुहोस्। अब आमिर खानको छोरा तपाईँ भन्नुहोस्। आमिर खानले पहिला मोटाउनु भयो, हजुर हजुर, अनि त्यसपछि दुब्लाउनु भयो। एकदम एकदम इन्सपिरेसन भयो नि त। अनि म नेपाली आमिर खान बन्न खोजिरहेको छु क्या। पहिला म मोटाइरहेको छु, हजुर, मेरो मोटाउने फेज हो क्या। हजुर, होइन, अहिले म मोटाइरहेको छु, म एकदम सक्सेस भइरहेको छु यसमा। ठिक छ। होइन, अनि त्यसपछि चाहिँ म दुब्लाउँछु। ओके, स्वात्तै। सो जे किसन बस्नु त हामी स्वागत गरौँ हाम्रो कार्यक्रममा। तपाईँ स्वागत छ जे किसनजी। को चाहिँ? अनि तपाईँले आमिर खान भन्नुभयो नि त ए आफूले। जय भाइ। ठिक छ, ओके। तपाईँ दुब्लाउने फेजमा हुनुहुन्छ भनेपछि तपाईँले सोच्नु कसरी भयो तपाईँ दुब्लाउन सक्नुहुन्छ भनेर? यस्तो गरेँ मैले, होइन, यस्तो गरेँ, म आज दुब्लाइदिन्छु। सिम्पल। एकदम सपना देख्नु राम्रो ठुलो कुरा हो, सपना देख्नु राम्रो कुरा हो, सपना देख्नुपर्छ सबै। भ्रम मन पनि भन्छ कि त्यसलाई, भ्रम। हजुर हजुर, भ्रम भन्नुपर्ने हुन्छ। ओके ओके, ल ठिक छ। हामी यो दोस्रो प्रश्नमा तपाईँलाई मैले सोध्न चाहेँ कि तपाईँको कस्तो छेरा ह्यान्डराइटिङ हो, राम्रोसित पढ्नु। स्क्रिप्टमा यही छ, एकछिन पक्नुहोस् है। कसरी तपाईँले दुब्लाउने तपाईँको केही छ अलिकति तरिका के छ दुब्लाउने? तरिका सिम्पल छ, हेर्नुहोस्। होइन, दुब्लाउनु भनेको एकदम सजिलो कुरा हो क्या। यो त मैले एकदम समाजमा एकदम हुन्छ नि, इक्जाम्पल सेट गर्नलाई मोटाएर दुब्लाउनु सकिन्छ भने मैले यो दुईवटा पोडकास्टमा भनेकै छैन अहिलेसम्म, जति बसेँ भनेकै छैन क्या। मैले एकैचोटि एकजनालाई 4 किलो घटाइदिएको छु 4 घन्टामा। एकजनालाई 4 किलो तपाईँले घटाइदिनु भयो? 1 घन्टामा स्वात्तै 4 घन्टामा 4 घन्टामा 4 किलो। 4 किलो घटाउनु तपाईँले? ओके, कसरी भयो यो चाहिँ? मेरो बुढी प्रेग्नेन्ट थियो, अनि त्यहाँबाट त्यसपछि 4 किलोको बच्चा निस्क्यो, 4 किलो त्यहीँ घट्यो। ल, घट्न सजिलो रहन्छ त। ल हेर्नुहोस्, ठिक छ। तपाईँ नर्भस देखिनु भएको छ जस्तो लाग्यो मलाई अलिकति। फाटिरहेको छ मेरो। ठिक छ। कस्तो खानेकुरामा यस्तो छ, हेर्नुहोस्, खाने जे पनि पाइन्छ। मतलब बेस्ट इक्जाम्पल। ओके, तपाईँ चाहिँ मलाई बेस्ट नै तपाईँ बोल्नुहोस्। नै तपाईँ बोल्नुहोस्। तपाईँ त फिटनेस एक्सपर्ट, मेरो काम के? म होइन, यहाँ मजाक के गरेको छु? यहाँ अगाडि आउँदाखेरि पनि 2जना मान्छेले मोटेदायो भने तपाईँले फिटनेस एक्सपर्ट भनेर भन्नु पर्दैन मलाई तिनीहरूलाई? होइन, यस्तो हो, तपाईँको जे देखिन्छ त्यही भन्ने हो खासमा। उसले भन्नुपर्ने। तपाईँलाई इङ्ग्लिस आउँछ? हजुर, भन्नुहोस्। आउँछ मलाई। डोन्ट जज अ फ्याट गाई फर हिम बिङ फ्याट। भित्रबाट ऊ दुब्लै हुन्छ। ठिक छ, यो कुराको भित्रबाट म दुब्लै छु। मैले चाहिँ भन्न खोजेँ खासमा देखि डोन्ट जज अ पिग बाइ इट्स लुक्स भन्न खोजेको थिएँ मैले खासमा। त्यो सुँगुर पनि दुब्लै छ भित्रबाट, त्यही त गरेर दुब्लै छ ऊ। होइन, त्यो त धनी कालो बङ्गुर पनि हुनसक्छ नि त। सुँगुर कालो र दुब्लोमा फरकै छैन, ऊ दुब्लै छ, म पनि दुब्लै छु। तपाईँ मोटो हुनुहुन्छ, ठिक छ, तपाईँ भड्किरहनु भएको छ, थाहा छ मलाई। रिस उठिरहेको छ, तर मुखै रिस उठिरहेको छ मलाई। बहुत अलि हामी पोडकास्ट युक्त हामी इन्टरभ्यूमा छौँ। यहाँ चाहिँ हाम्रो अडियन्सलाई पनि दिक्क लागिसकेको छ, बसेर उहाँहरू पनि साँसा सुसु गर्दै हुनुहुन्छ अहिले तत्काल, हामी हेर्न सक्छौँ उहाँहरूलाई पनि। तपाईँले अनि कस्तो दुब्लाउने कुरा भन्नुभयो, एउटा तपाईँले इक्जाम्पल दिनुहोस् छोड्यो कि यो त त्यो प्रेग्नेन्सी कुरा त त्यो वाहियात कुरा, बेबुनियाद कुरा भयो त्यो चाहिँ। तपाईँले मलाई कि तपाईँ गुगल गर्नुहोस् न, 4 किलो घट्दैन भने 4 किलोको बच्चा निस्केपछि 4 किलो घट्यो। तपाईँले सबै किन गुगल गर्नु पर्यो? पक्नु न, पछि गर्नु। 4 किलोको घटेन। अरू केही इक्जाम्पल, अरू केही कसरी घट्ने त? ल, एक्ज्याक्टली कसरी घट्ने त? यस्तो हेर्नुहोस्, खाएर बढ्ने, खाएर मोटाउने भनेर चाहिँ एकदम ठुलो मिथ छ क्या। होइन, यो मिथलाई चाहिँ कसरी गर्ने? खाना जे पनि पायो, जस्तै मोमो, चाउमिन, थुक्पा सबै खान पायो, चपाउने नलिने।
टन्टे खलास भित्रै नगएपछि कसरी मोटाइन्छ बुद्धि लाउनु पऱ्यो नि एकदम एकदम होइन यसमा एकदम लजिक छ साइन्टिफिक लजिक छ तपाईँ गुगल गर्नुहोस् पछि गुगल गर्नुहोस् त्यसमा चाहिँ भित्र नगएसम्म हुँदैन यो चपाएर ननिल्ने चाहिँ कुन बेला गर्ने यो राति सुतेपछि बिहान उठ्नु यस्तो एकदम राम्रो कुरा गर्नुभयो तपाईँले यो चाहिँ के गर्ने भने सुतिसकेपछि र उठ्नुभन्दा अगाडि चपाएर ननिल्ने अनि पानी खाने के त चपाएर ननिल्ने जे खानुहुन्छ तपाईँ त्यो चपाएर नलिने पानी खाने हजुर पानी खाएपछि त्यो पानी निकाल्ने तर नाकबाट पानी खाने होला नाकबाट पानी खाने अनि नाकबाट राइमिङ हुने कुराबाट निकाल्ने भनेपछि त्यही मुखबाट बिहान मुखबाटै मुख जस्तै हुन्छ त्यो हजुर तपाईँको त्यस्तै देखिरहेको छ मुख हो राइमिङ हुने कुराबाट त्यस्तै देखिरहेको तपाईँ मुख त्यसलाई Thank पनि you. तपाईँलाई धन्यवाद थ्याङ्क यू ओके हामी अब एकदम गहन क्वेसन तपाईँ जान लग्छु म चाहिँ तपाईँले जुन कुरा गर्नुभयो प्रेग्नेन्सीको कुरा गर्नुभयो 4 किलो निकालिदिनु 4 किलो घट्यो म गाइनो पनि कुरा हो त ठिक हो ओके गाइनोको तपाईँ ठिक हो त्यो कुरा तर यो अलिक मजाक भएन र अलिक यो सिरियस कुरा पनि तपाईँ गर्नु यो अलिक मजाक बोला कुरा भयो सिरियसली भन्नुहोस् न तपाईँ खासमा यो कुरा ल तपाईँलाई अब फिमेलको मात्र भन्यो अनि तपाईँ सिरियसली भन्नुहोस् न त्यो कुरा प्रेग्नेन्सीको कुरा सिरियसली भन्नुहोस् न तपाईँ तपाईँलाई म एकदम सिरियसली भनिरहेको छु हेर्नुहोस् 4 किलो घट्छ है अनि मजाक हो यो के हो तपाईँ यार मैले सिरियसली कुनै भन्नुहोस् तपाईँले हटाउनु कुरा यो भन्दा सिरियस कति हुनु म रुनी मुख बनाइरहेको छु रुनी एक्सप्रेसन दिइरहेको छु यो एक्टिङ गरेर त सुरज दाइले मलाई फिल्म लिइदिन्छ तपाईँ यहाँ आउनुको चाहिँ किन खासमा फिटनेस एक्सपर्ट भएर फिटनेस एक्सपर्ट जेन्टिस भन्ने पनि हुन्छ के तपाईँले जेन्टिस भन्ने थाहा छ ठिक छ त्यो जेन्टिस कस्तो जेन्टिस भन्ने थाहा छ डेन्टिस होइन जेन्टिस बाउ सुँगुर भयो भने छोरा पनि सुँगुर हुन्छ भने जेन्टिस भयो नि त्यो गर्छ गर्दैन हजुर गर्छ हो त्यस्तो भने चाहिँ दुब्लोको बाउ दुब्लै हुन्छ भन्नु खोजेको के बुझ्नु नि सोचमा पनि भर पर्छ जेन्टिसमा पनि भर पर्छ क्या जेन्टिस तपाईँले जेनेटिक्स भन्नु खोज्नु होला ठिक छ तपाईँको इङ्ग्लिस पनि हामी तपाईँलाई अमेरिकन इङ्ग्लिसै आउँदैन यार वाट्स न्यामेन तपाईँले सुन्नु भएको छ कि छैन यो मैले के भने होला तपाईँ भन्नुहोस् ठिक छ अमेरिकन भ्यू परेपछि यस्तै हुन्छ खराबी त त्यसमै रहेछ खासमा ओके हामी नेक्स्ट क्वेसनमा मलाई लग्न मन लाग्यो तपाईँले भन्नुहोस् सुगर इन्टेकको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ सुगर इन्टेक सु त गर्ने सु त च्याप्नै भएन नि कसरी च्याप्ने सु पिसाब च्यापेर मैले 5 रुपियाँ नभएर म यहाँ मागेर सु गरेको छु सु त च्याप्ने नै होइन वेट लसमा कुरै हुँदैन त्यो एकदमै है सु चाहिँ नच्याप्ने फेर्ने नदी साइड पोल जहाँ भेट्यो भने आशिका तामाङसँग बस्ने भेट्ने के फेर्ने सु ए लुगामा फेर्ने त्यसपछि लुगा पनि फेर्ने लुगाले पनि वेट डिटरमाइन गर्छ नि तर आशिका तामाङसँग बसेर किन फेर्ने छुट्टै फेर्छ होला त्यो पनि हो भित्र जान्थ्यो त हुन्थ्यो है कसको भित्र कहाँ भित्र आशिका तामाङले फेरेर बेला कहाँ अब छोडिदिनु त्यो कुरा छोडिदिनु अर्को क्वेसन तपाईँले सु गर्ने तपाईँले बुझ्नु भयो म सु गर्ने स्विट भन्नु खोजेँ मैले ए तपाईँ नेपाली इङ्ग्लिस बोल्नुहुन्छ चिनी खानु कतिको उपयुक्त हुन्छ ए चिनी भन्नु न त चिनी भन्नु कहाँ सुगर भनेर म त पिसाब फेर्ने भनेर ठानेको सुगर कसरी खाने त चिनी खान अब जस्तै हामीले चिनी त तपाईँले भने जस्तै तपाईँले नेचुरल चिनी खानुपर्छ नि त भन्छ नि मान्छेले जस्तै नेचुरल चिनीमा के आउन सक्छ नेचुरल चिनीमा चाहिँ यस्तो भयो नि कि अब जस्तै कोकको बोतलमै त्यत्रो इन्टरनेसनल कम्पनी पागल छ र नेचुरल सुगर लेखेको त्यो सबभन्दा नेचुरल हुन्छ त्यो सुगर खानुहोस् कोक खाने कोक खाने होइन त त्यसो भए खाने किन नखाने मलाई मनपर्छ ए कोक ल्याऊ ठिकै छ फाइबरयुक्त खानेकुरा तपाईँ के भन्न चाहन्छ फाइबरयुक्त कुरामा फाइबर के कतिको खानुपर्ने हुन्छ फाइबरकोमा चाहिँ के हुन्छ भने गान्डु नेट भन्ने छ त्यसको चाहिँ एकदम राम्रो इन्टरनेट छ बुझ्नु मैले अस्ति जोडेको गान्डु नेट भन्ने छ गर्न न युट्युब नै चलेको भने त्यसको फाइबर राम्रो छ भन्नु खोज्नु त्यसको फाइबरको इन्टरनेट राम्रो छ मेरो नाम लिनुहोस् मलाई पनि 1 महिना फ्री हुन्छ मिलेर कुरा काम गरौँ के छ ठिक छ तपाईँले देखिरहेको त तपाईँले फिटनेस मा तपाईँ राम्रो गरिदिनु जस्तो लागेको छ मलाई खासमा तपाईँको रुटिन के हो डेली रुटिन उठ्ने बित्तिकै तपाईँ के गर्नुहुन्छ उठ्ने बित्तिकै तपाईँ अब राम्रो क्वेसन गर्नुभयो एकदम राम्रो क्वेसन गर्नुभयो मुख अनुसार म्याच भएन त्यही पनि राम्रो कुरा गर्नुभयो अब बिहान चाहिँ के हुन्छ भने मेरो यस्तो छ कि बिहान उठ्ने बित्तिकै मलाई ग्यास्ट्रिक छ म पाच छु हजुर त्यो मुखमै देखिरहेको छ अरू त्यसपछि होइन पाच छु मलाई अपच हुन्छ एकछिन म कराउँछु पेट दुखेर अनि म जान्छु लोटा कराउँछ पेट दुखेर कि टोयलेटमा कराउँछ तपाईँ के हो होइन बाहिरै कराउने पहिला सुरु वा कराउने
अनि त्यसपछि म जान्छु लोटा बोकेर यहाँ दिसा पिसाब गर्न पाइँदैन भन्ने ठाउँमा गएर आफ्नो काम गर्न थाल्छु। किन तपाईँले त्यो रोज्नुभयो दिशा हो मैले यही गरेको थिएँ। बुद्धिमान हुनुहुँदो रहेछ तपाईँ, उल्लु जस्तो देखे पनि। त्यहाँ चाहिँ के हुन्छ भने त्यहाँ गर्दा गर्दै मान्छेले तैँले हगिस् त्यहाँ भनेर लखाट्छ, जगिङ त्यहीँ भएन। कुद्दा कुद्दा तपाईँको वेट पनि घट्यो, एकदम एकदम अनि त्यो जुन चाहिँ 3-4 किलो हुन्छ त्यो पनि निस्क्यो डरले, त्यहीँ घट्यो। तपाईँले त्यो निस्केको कुरा तपाईँले पाइन्ट फेरि आउनुपर्छ नि, त्यो तपाईँको प्यान्टमै झुन्डिरहेको छ अहिले गनाइ पनि त्यही रहेछ खासमा। भने तपाईँले 3-4 किलो तपाईँले अहिले यहाँ हाम्रो स्टुडियोमा तपाईँ लिएर आउनु ल मैले तपाईँले पनि दौड्दै आउनुभएको होला, तपाईँको 3-4 किलो तपाईँले अहिले पनि लिँदै आउनुपर्छ। अब मैले तपाईँलाई 4 किलो भन्दाखेरि मजाक भयो भन्नु छ, मैले 4 किलो त अहिले घटाइदिइसकेँ। के गरेर? हगेर। कहाँ? प्यान्टमा। होइन तपाईँले यहाँ पनि हग्दै हुनुहुन्छ, त्यो पनि कुरा गरौँ खासमा। तपाईँले यहाँ हगेर पनि अहिले हाम्रो जुन वार्तालापमा छ तपाईँले यहाँ पनि हगिसक्नुभयो खास। प्रड्युसर त डुबिसक्यो नि, प्रड्युसर त डुबिसक्यो, मलाई बोलाएर डुबिसक्यो तपाईँको प्रड्युसर। एकदम एकदम त्यो त देखि नै रहेछ। भोलि लात हान्छ तपाईँले, एकदम म खुसी हुन्छु। ओके, तपाईँले गहन क्वेसन तपाईँले जुन तपाईँले भन्नुभयो महिलाको बारेमा तपाईँले कुरा निकाल्नु खासमा होइन, महिलाको प्रेग्नेन्सी गयो भने त हामी निकाल्नु वेट गर्न सक्छौँ भन्नुभयो होइन। अहिले हाम्रो यङको लागि तपाईँ के छ, हाम्रो हुन्छ नि तपाईँको अहिले केटाको लागि भन्नु, केटाको लागि कसरी कसरी घटाउने वेट? हो एकदम राम्रो कुरा भन्नु, यो पनि मैले पडकास्ट, किन केटा प्रेग्नेन्ट हुन सक्दैन, मैले यो पडकास्टमा भनेको छैन। प्लिज 2टा पडकास्टमा भनिनँ मैले। एकदम राम्रो क्वेसन गर्नुभयो। खर्च चाहिँ अलिक धेरै हुन्छ। के गर्ने भने थाइल्यान्डको टिकट काट्ने, त्यहाँ अपरेसन गरिदिन्छ। के को पाइल्सको? पाइल्स छ भने त्यो पनि गर्न पाइयो, तर ठ्याक्कै चेन्ज गरिदिन्छ क्या, सबै हालिदिन्छ। केटी प्रेग्नेन्सी पनि केटी पनि, अनि 4 किलो घटिहाल्छ। भनेपछि तपाईँ सबै चेन्ज गर्नुभयो, तपाईँको कपाल चाहिँ चेन्ज गर्न बिर्सनु भएछ तपाईँले खास। त्यो पनि हो, त्यो पनि हो। मैले पनि 4 किलो निकालेकै हो, अहिले 2 निकाल्छु म। 4 किलो तपाईँले के निकाल्नु भयो? 2 त त्यहीँ छ तपाईँको बच्चा। ए ओके, यहाँ हेर्नुहोस्, यहाँ त्यही भएर मैले अघिदेखि यहाँ हेर्नुहोस् भने के तपाईँ एकदम यतातिर ठिक छ। यो कुरा हामी धेरै नलम्बाउ होइन। तपाईँ मलाई एउटा यो कुरा एन्सर तपाईँ के दिनुहोस् भनेदेखि यो धार्मिक रूपमा हामीले वेट कसो घटाउनु मिल्छ धार्मिक रूपमा? हो यो है एकदम नेपाल चाहिँ धर्मसँग सम्बन्धित कुराहरू हुन्छ हाम्रो यङले तपाईँ थाहा पाउनु पर्ने कुराहरू हो। धार्मिक रूपमा तपाईँले वेट कसो घटाउन सकिन्छ? धार्मिक रूपमा चाहिँ के हो भने तपाईँले औँसीको रातमा चन्द्रमा निस्केपछि शमशान घाटमा जाने। औँसीको रातमा चन्द्रमा निस्केपछि एकदमै बुझ्नुहोस् है, फेरि फेरि भने मैले हजुर 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 औँसीको रातमा चन्द्रमा निस्केपछि थोरै भन्नुहोस् त हजुर। अनि के गर्ने रे? चन्द्रमा गएपछि जुत्ता चाहिँदैन, जुत्ता चाहिँदैन होइन, यो बास्ना आइरहेको थियो क्या, त्यही भएर भन्नुहोस् त। अनि अब यो चन्द्रमाको रातमा गएर शमशान घाटमा जाने, अनि त्यहाँपछि त्यहाँको अलिकति माटो ल्याउने, माटो ल्याएर घर आउने, कोहीसँग नबोल्ने है, कोहीसँग नबोल्ने। अनि त्यो पानी चाहिँ घोलेर 3 रुपियाँको नोट, 3 रुपियाँको नोट अडियन्सलाई हेर्दै भन्नुहोस् त्यो कुरा। 3 रुपियाँको नोट है, तपाईँलाई मैले भनेको 3 रुपियाँको नोट पानीमा हालेर घोलेर नाकबाट खाने। अनि मैले अघि नै भनेको थिएँ नि, तपाईँलाई याद छ कि छैन, नाकसँग राइमिङ हुने कुराबाट निकाल्थेँ, वेट वार घट्छ। नाकबाट कसरी खान्छ? नाकबाट कसरी खान्छ? नाकबाट खाने कुरा गर्नु उहाँले, त्यो चाहिँ अलिकति गाह्रै छ। अर्को पनि छ मसँग, अर्को पनि छ भनौँ। त्यो जुत्ता पिटा खायो भने पनि गरिन्छ है, पिटा खायो भने। तपाईँ क्रिमिनल हुनुभयो भने जेलको खाना जस्तो एकदम डाइरिया हुने खाना काहीँ छैन। 4-5वटा हेल्दी मुसाले, रेबिजवाला मुसाले हगेको हुन्छ त्यहाँ। ल भन्नुहोस् त त्यो खाएपछि कस्तो हुन्छ? तपाईँ जस्तो हुन्छ होइन, मोटाउँदैन नि, दुब्लाउँछ, तपाईँ जस्तो हुन्छ। ठिक छ, लास्टमा तपाईँ युथलाई एउटा कुरा सन्देश दिनुहोस्। तपाईँले के खाना मिल्छ के खाना मिल्दैन त्यो भनिदिनुहोस् तपाईँ युथलाई एकचोटि। खानाको कुरा के छ र हजुर, खाना त जे पनि खाने, वाट्स योर नेम? मैले भनेको वाट इज योर नेम भने जस्तो गरेर खाना सबै खाने होइन, अनि मर्दिने। के छ र, मोहमाया त हो नि। बडी नै रहेन भने न बडीको टन्टा, न वेटको टन्टा, न वेट फ्याटको टन्टा, मर्दिने। अनि के हुन्छ भने त्यसको लागि पनि नुस्खा छ, फिनाइल खाने, या मुसाको औषधि पाउँछ त्यो पनि खाने। त्यो पनि फ्याट्टे, के गर्नै पर्दैन। प्याजलाई पानी दिन्न, पानी थोरै पानी लिन मिल्छ।
सानो गिलास फिनाइ पानी दिनु हजुर तपाईँ भन्नुहोस् त फेरि एकचोटि के खाने भन्नु तपाईँ पानी प्यासलाई पो एकछिन पानी खाउँ वाह यो किचनबाटै ल्यायो यो बास्ना त खतरै छ टोयलेटको टक खोइ अनि त्यो चाहिँ उहाँ स्टिलको टोयलेटको टक खोइ भने यहाँ छ होइन यसमा फिनाइल मिलाएर तपाईँले दिएको हो मुसामा नौसरी पनि छ सायद यसमा युज अहिले म मर्न सक्दिनँ नि अब ला अब के अल्का हस्पिटल सो गाइज यति नै हो योङका कुरामा आजको लागि यति नै अब अर्को एपिसोड तपाईँले भेट्दै नै छौँ तपाईँले कमेन्टमा प्लिज लेखिदिनुहोस् हामीले अझै यसलाई कसरी बिगार्न सक्छौँ कसरी स्क्रिप्ट अझै जस्तो बनाउन सक्छौँ र हामीलाई प्लिज सब्सक्राइब गरिदिनुहोस् तपाईँहरू खासमा सब्सक्राइब गर्नु चाहिँ जरुरी छ गर्दा मलाई गर्नुहोस् न नगर्दा पनि नहुन्छ केही छैन हामीलाई खासै हस् थ्याङ्क यू सो मच सी यू